यस विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। आज हामी सिधै एउटा यस्तो विषयमा प्रवेश गर्दैछौँ जसले नेपालको न्याय प्रणालीको सर्वोच्च तहमै ठूलो भुइँचालो ल्याइदिएको छ। सर्वोच्च अदालतभित्रै देखिएको यो अभूतपूर्व प्रशासनिक र संवैधानिक गतिरोध कुनै सामान्य आन्तरिक मनमुटाउ मात्र पक्कै होइन। साँच्चै भन्ने हो भने न्यायको मन्दिरभित्रै अधिकारीहरूबीच जब यसरी अधिकारको लडाईँ चल्छ नि, त्यसको प्रत्यक्ष मारमा पर्ने भनेको न्यायको पर्खाइमा बसेका हजारौं साधारण नागरिक नै हुन्। त्यसैले यो सङ्कट समग्र न्याय प्रणालीकै जग हल्लाउने खालको छ। अब ठ्याक्कै के भयो त्यतातिर लागौं। सोमबार सर्वोच्च अदालतभित्र जुन दृश्य देखियो त्यो साँच्चै नै अकल्पनीय थियो। अदालतका उच्च प्रशासकहरूले कायम मुकायम प्रधान न्यायाधीशको लिखित आदेशलाई ठाडै अस्वीकार मात्र गरेनन्, उनीहरू त आफ्नो कार्यकक्ष नै छाडेर हिँडे। न्याय सम्पालनको मुख्य जिम्मेवारी बोकेका उच्च पदस्थ अधिकारीहरू यसरी अचानक सम्पर्कविहीन हुँदा सम्पूर्ण न्याय प्रणाली नै एक हिसाबले ठप्प हुन पुग्यो। संस्था चलाउने प्रशासनिक नेतृत्वले नै प्रमुखको आदेश यसरी खुल्लमखुल्ला नमान्नु भनेको निकै गम्भीर विद्रोह हो। यो सिङ्गो सङ्कटलाई राम्ररी बुझ्न हामी मुख्य गरी यी 5वटा कुराहरूमा केन्द्रित हुनेछौँ। अदालत प्रशासनको त्यो अनपेक्षित कदम, अनि अलपत्र परेका ती महत्त्वपूर्ण रिट निवेदनहरू, त्यसपछि यो दर्ता रोक्नु पछाडिको भित्री कारण के थियो, यसमा बार र संसदले कस्तो प्रतिक्रिया जनाए, र अन्त्यमा यसले उब्जाएको गम्भीर नैतिक प्रश्न। सबैभन्दा पहिले यो पूरै घटनाक्रमलाई ट्रिगर गर्ने त्यो पहिलो र अनपेक्षित कदमबाटै सुरु गरौँ। सोमबारको घटनालाई सरसर्ती हेर्ने हो भने द्वन्द्व एकदमै प्रष्ट देखिन्छ। एकातिर कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिउँसो 1 बजेभित्र ती अलपत्र परेका रिट र निवेदनहरू तत्काल दर्ता गर्न स्पष्ट लिखित आदेश दिनुभयो। न्याय प्रक्रियामा कुनै पनि किसिमको अवरोध नहोस् भन्ने उहाँको स्पष्ट मनसाय थियो। तर त्यसको पालना गर्नु त कता हो कता मुख्य रजिस्ट्रार लगायतका महत्त्वपूर्ण कर्मचारीहरू सम्पर्कविहीन भएर हिँडिदिए। प्रमुखको स्पष्ट आदेश र प्रशासनको यो खुल्लमखुल्ला अवज्ञाले अदालतको प्रशासनिक संरचनाभित्र कति गहिरो फाटो आइसकेको रहेछ भन्ने कुरालाई छर्लङ्ग पारेको छ। यहाँ बुझ्नै पर्ने एउटा महत्त्वपूर्ण कानुनी आधार के छ भने कायम मुकायम प्रधान न्यायाधीशले यो आदेश दिँदा उहाँ पूर्ण रूपमा संवैधानिक धरातलमै उभिनु भएको थियो। हाम्रो संविधानको धारा 136ले नै स्पष्ट रूपमा भन्छ कि सर्वोच्च अदालत र मातहतका अदालतहरूको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशकै हुन्छ। यो कुनै न्यायिक फैसला वा राजनीतिक निर्णय थिएन नि, यो त एउटा विशुद्ध प्रशासनिक अधिकारको प्रयोग थियो। अर्थात् अदालतको ढोकामा आएका निवेदनहरूलाई प्रक्रियामा लैजानु उहाँको दायित्व थियो। तर त्यही दायित्व पूरा गर्न दिएको आदेशलाई प्रशासनले सिधै लत्याइदियो। अब कुरा गरौँ ती फाइलहरूबारे जसले गर्दा कर्मचारीहरू आफ्नो जागिर र प्रतिष्ठा नै दाउमा राख्न तयार भए। खासमा ती कुनै सामान्य मुद्दाका फाइलहरू हुँदै होइनन्। ती रिटहरू त उच्च राजनीतिक र संवैधानिक महत्त्व बोकेका थिए, जस्तै भर्खरै सरकारले जारी गरेका विवादास्पद अध्यादेशहरू र संवैधानिक परिषदको बैठकसँग सम्बन्धित निवेदनहरू। त्यहाँ संवैधानिक परिषदले गर्ने महत्त्वपूर्ण नियुक्तिहरूमाथि गम्भीर प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू डाक्टर प्रेमराज सिलवाल अनि गीता थापा लगायतले निवेदन ल्याउनु भएको थियो। यस्ता विशिष्ट प्रकृतिका राजनीतिक मुद्दाहरूलाई प्रशासनले दर्ता गर्न नमान्नु भनेको त एक प्रकारले अदालतको मूल ढोकामै ताला लगाइदिए सरह नै गयो। यसै सन्दर्भमा कानून व्यवसायीहरूले निकै सान्दर्भिक कुरा औल्याएका छन्। प्रशासनको यो कदमले त मुद्दाको प्रारम्भिक प्रक्रियाबाटै अदालतभित्र न्यायमा अवरोध सुरु हुन्छ भन्ने एकदमै डरलाग्दो सन्देश प्रवाह गरेको छ। हेर्नुस्, अदालतबाट वर्षौंसम्म फैसला नआउने कुरा त नौलो थिएन, तर यसरी अदालतको चौघेराभित्रै पुगिसकेका मुद्दालाई सुरुवाती दर्ता प्रक्रियामै रोक्नु भनेको त सिधै न्यायका याचकहरूलाई प्रवेश निषेध गर्नु हो नि। नागरिकको यो जन्मसिद्ध र संवैधानिक अधिकारलाई यसरी प्रशासनिक तगारा हालेर वञ्चित गर्नु भनेको न्याय प्रणालीको आधारभूत मान्यतामाथिकै निर्मम प्रहार हो। अब लागौं यो घटनाक्रमको सबैभन्दा रोचक र गम्भीर पाटोतर्फ। आखिर यत्रो ठूलो जोखिम मोलेर प्रशासनले दर्ता किन रोक्यो त? यसको भित्री मनसाय खोज्दै जाँदा एउटा निकै अकल्पनीय तथ्य बाहिर आउँछ।
कामु प्रधान न्यायाधीश मल्लको लिखित आदेशमै यो कुरा उल्लेख छ कि मुख्य रजिस्ट्रार विमल पौडेलले दर्ता रोक्नुको कारण खुलाउँदा एउटा अचम्मको दाबी गर्नुभयो। उहाँको भनाइअनुसार त भर्खरै सिफारिस हुनुभएका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्माले नै ती रिटहरू दर्ता नगर्न प्रत्यक्ष निर्देशन दिनुभएको रहेछ। सोचनीय कुरा त के छ भने जो व्यक्ति न्यायालयको सर्वोच्च पदमा पुग्ने तयारीमा हुनुहुन्छ उहाँबाटै यसरी प्रत्यक्ष निर्देशन आउनुले यो पुरै प्रकरणलाई एउटा सामान्य प्रशासनिक झमेलाबाट गम्भीर पदीय स्वार्थतर्फ मोडिदिएको छ। कानूनविदहरूका अनुसार यो एउटा अत्यन्तै चतुर र रणनीतिक कदम थियो। घटनाक्रमलाई मिहिन रूपले केलाउने हो भने योजना पूरै छर्लङ्ग हुन्छ। सबैभन्दा पहिले त रिट दर्तामा ढिलाइ गरिन्छ, किनभने यदि ती समयमै दर्ता भएर अघि बढेको भए कुनै न कुनै न्यायाधीशको इजलासबाट अन्तरिम आदेश आउन सक्थ्यो र नयाँ प्रधान न्यायाधीशको सिफारिस नै रोकिन सक्थ्यो। तर दर्तामै ढिलाइ गरिदिएपछि संसदीय सुनवाईले बिना कुनै कानूनी रोकावट गति लिने भयो, नयाँ प्रधान न्यायाधीश सजिलै अनुमोदन हुने भए र एकपटक अनुमोदन भइसकेपछि ती रिट निवेदकहरूको माग स्वतः कानूनी रूपमा सन्दर्भहीन बन्न पुग्छ। साँच्चै भन्नुपर्दा यो अदालतको प्रक्रियालाई नै ढाल बनाएर आफ्नो बाटो सफा गर्ने एउटा अचूक रणनीति थियो। यो प्रशासनिक द्वन्द्व यतिमै सीमित रहेन। यसले बाहिर कस्तो तरङ्ग ल्यायो त्यसबारे चर्चा गरौँ। अदालतभित्रको एउटा आन्तरिक विवाद कसरी केही घण्टामै द्रुत गतिमा राष्ट्रिय स्तरको बहुसंस्थागत विवादमा परिणत भयो भन्ने यो टाइमलाइनले स्पष्ट देखाउँछ। सोमबार बिहान कामु प्रधान न्यायाधीशले लिखित आदेश जारी गर्नुभयो। लगत्तै दिउँसो प्रशासनका अधिकारीहरूले कार्यकक्ष परित्याग गरे। यो खबर बाहिरिन साथ सोमबारकै संसद बैठकमा सांसदहरूले कामु प्रधान न्यायाधीशको कदममाथि नै प्रश्न उठाए। अनि यसको काउन्टरमा नेपाल बार एसोसिएसनले जेठ 5 गते दिउँसो 1:15 बजे लालटिन बालेर न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै कडा विरोध कार्यक्रम नै घोषणा गर्यो। घटनाक्रम यति छिटो अघि बढ्यो कि राज्यका प्रमुख अङ्गहरू नै एक अर्का विरुद्ध उभिने अवस्था सृजना भयो। यसै क्रममा विधायिका र कानून व्यवसायीहरू बीचको प्रत्यक्ष र चर्को टकराव हामीले देख्यौं। एकातिर संसदमा सांसदहरू योग्यमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधान न्यायाधीशको आदेशको कानूनी धरातल र राजनीतिक मनसायमाथि नै कडा प्रश्न उठाउनुभयो। यहाँसम्म कि अदालतले राजनीति गर्न खोजेको आरोप समेत लाग्यो। तर अर्कोतिर नेपाल बार एसोसिएसन यसको कडा जवाफसहित मैदानमा उत्रियो। बारले स्पष्ट रूपमा के भन्यो भने सांसदहरूले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गरेर संविधानको धारा 105 को ठाडो उल्लङ्घन गरेका छन्। यसरी एउटा सानो प्रशासनिक विवादले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलनमै ठूलो कम्पन ल्याइदियो। अब हामी अन्तिम खण्डमा आइपुगेका छौं, जहाँ हामी यसले उब्जाएको गम्भीर नैतिक प्रश्नको विश्लेषण गर्नेछौं। नेपाल बार एसोसिएसनका अध्यक्ष डाक्टर विजय मिश्रको यो भनाइले यस संकटको सबैभन्दा डरलाग्दो पाटोलाई उजागर गर्छ। उहाँले भन्नुभयो झैं अदालतमा न्यायग्राहीलाई नै प्रवेश निषेध गर्ने काम सर्वथा अनुचित हो। हेर्नुस्, प्रशासनका कर्मचारीहरूलाई आफूलाई मनपर्ने वा कसैको स्वार्थ मिल्ने रिट र निवेदनहरू मात्रै दर्ता गर्ने कुनै तजविजी अधिकार हुँदैन। यदि अदालतको प्रशासनले नै कुन मुद्दा दर्ता गर्ने र कुन नगर्ने भनेर यसरी छनौट गर्न थाल्ने हो भने यो त प्रणालीगत पतनको सुरुवात हो। अनि न्यायको ढोका पहुँच र शक्तिको आधारमा मात्र खुल्ने भयो भने साधारण नागरिकले कसरी न्याय पाउँछन् त? यसले तत्कालका लागि निकै गम्भीर र अनुत्तरित जोखिमहरू खडा गरेको छ। मुख्य रजिस्ट्रार लगायतका कर्मचारीहरू नै सम्पर्कविहीन हुँदा सबैभन्दा ठूलो असर त भोलिपल्टको इजलास व्यवस्थापनमै पर्छ। अदालतको पारदर्शिताको मुटु मानिने गोला तान्ने प्रक्रियामा यी अधिकारीहरू सहभागी भएनन् भने के हुन्छ? दैनिक पेशी सूची नै प्रकाशित हुन नसक्ने गम्भीर जोखिम रहन्छ, जसले पूरै दैनिक कामकाजलाई ठप्प पार्छ। त्यस्तै आदेश उल्लङ्घन गर्ने कर्मचारीहरूलाई कारवाही हुनुको सट्टा भित्रभित्रै पुरस्कृत गर्ने अभ्यासले पो यो कदम प्रेरित हो कि भन्ने अर्को गम्भीर आशंका पनि उब्जिएको छ। र अन्त्यमा एउटा अत्यन्तै गम्भीर र चिन्ताजनक प्रश्न यहीँनिर उब्जिन्छ। यदि अदालतको प्रशासन र मुख्य रजिस्ट्रारले नै प्रधान न्यायाधीशको लिखित आदेश यसरी खुल्लमखुल्ला उल्लङ्घन गर्छन् भने अदालतबाट जारी हुने आदेश र निर्देशनहरू राज्यका अरू निकाय र आम नागरिकले किन पालना गर्ने? न्यायपालिकाको शक्ति भनेकै यसप्रतिको जनविश्वास र यसको आदेशको सम्मान हो नि। जब अदालतले आफ्नै कर्मचारीलाई आदेश मनमाउन सक्दैन भने राष्ट्रको कानूनी अधिकारको आधारशिला नै जोखिममा पर्दैन र? विधिको शासनको रक्षा गर्ने निकाय नै आन्तरिक अराजकतामा फस्यो भने न्यायको आश कहाँ गएर गर्ने? यस विषयमा हामी सबैले पक्कै पनि गहिरिएर सोच्नै पर्ने बेला आएको छ।